दर्शक महानुभावहरू नमस्कार। तपाईहरूलाई नेपाली न्युज नेटवर्कमा हार्दिक स्वागत छ। देशभरिका विभिन्न समसामयिक राजनीतिक घटनाक्रमलाई फेरि पनि तपाईहरूमा लिएर उपस्थित भइसकेका छौँ। कृपया भिडियोलाई अन्तिमसम्म हेर्न नबिर्सिनुहोला। कहाँबाट हेर्दै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ, तपाईका मनमा लागेका प्रतिक्रियाहरू छाड्न नबिर्सिनुहोला। यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। समाचार सबै अत्यन्तै महत्त्वपूर्ण छन्। कृपया अन्तिमसम्म हामीसँगै रहनुहोला। आउनुहोस् समाचार विस्तारमा। जिल्ला निर्वाचन कार्यालय डोटीको गाडी डडेलधुराको अमरगढी नगरपालिका 11 रडुवा खोला स्थित नजिक दुर्घटना भएको हो। डडेलधुराबाट दिपाइलतर्फ जाँदै गरेको स्कर्पियो अनियन्त्रित भएर सडक छेउमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। दुर्घटनामा डडेलधुराको अजय मेरु गाउँपालिका 6 घर भई डोटीका निर्वाचन अधिकृत 42 वर्षीय करुणा कर पन्थ बर्दिया घर भई सशस्त्र प्रहरी वर्ग 36 नम्बर गण डोटीमा कार्यरत 40 वर्षीय सुमन चौधरी, तनहुँको भानु गाउँपालिका घर भई नेपाली सेनाको भैरवनाथ गण डोटीमा कार्यरत 38 वर्षीय सूर्यबहादुर कोइराला, डडेलधुराका गन्यापुरा गाउँपालिका 3 का 30 वर्षीय मिनबहादुर बोरा र डोटीको दिपाइल सिलगढी नगरपालिका 5 का 45 वर्षीय तेजबहादुर अधिकारी घाइते भएका छन्। अधिकारी गाडी चालक हुन्। 5औं जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यसैगरी देशभर रहेका वातावरण निरीक्षकको विवरण उपलब्ध गराइदिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकालाई पत्रचार गरेको छ। वन तथा वातावरण मन्त्रालयको आग्रह बमोजिम सङ्घीय मामिलाले सबै स्थानीय तहलाई वातावरण निरीक्षकको बारेमा जानकारी उपलब्ध गराइदिन पत्रचार गरेको हो। मुलुकभर हाल वातावरण निरीक्षक सङ्घ प्रदेश र स्थानीय तहमा के कति सङ्ख्यामा छन्, मुलुकका लागि आवश्यक वातावरण निरीक्षकको सङ्ख्या के कति हो भन्ने जानकारी उपलब्ध गराइदिन मन्त्रालयले आग्रह गरेको हो। उपलब्ध जनशक्तिले मुलुकको वातावरण सम्बन्धी विषयलाई सम्बोधन गर्न सकेको अवस्था छ या छैन भन्ने विषयमा प्रदेश तथा स्थानीय तहबाट तोकिएको ढाँचामा विवरण उपलब्ध गराइदिन हुन अनुरोध गरिएको छ। वातावरणसँग जोडिएका विषयमा आवश्यक जानकारी लिन नियम गर्न तथा वातावरण संरक्षणका लागि आवश्यक कामका लागि वातावरण निरीक्षकको व्यवस्था गरिएको छ। उपलब्ध जनशक्तिले तोकिएको काम पूरा गर्न सम्भव छ कि छैन, आवश्यक पदपूर्ति गर्नुपर्ने सङ्ख्या के कति हो लगायतका विवरण उपलब्ध गराइदिन सङ्घीय मामिला मन्त्रालयले पत्रचार गरेको हो। वन तथा वातावरण मन्त्रालय मातहतको वातावरण विभागले उक्त विवरणको माग गरेको हो। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरिका 753 वटै स्थानीय तहलाई आफ्नो नेपाली र अङ्ग्रेजी नामको हिज्जेमा एकरूपता कायम गर्न निर्देशन दिएको छ। स्थानीय तहको नाम र हिज्जे फरक हुँदा सरकारी कागजपत्र बनाउने क्रममा सेवाग्राहीले ठूलो शास्ति भेग्नु परेको गुनासो आएपछि मन्त्रालयले यो कदम चालेको हो। मन्त्रालयको सङ्घीय मामिला शाखाले एक परिपत्र जारी गर्दै स्थानीय तहहरूलाई 15 दिनभित्र आफ्नो नामको आधिकारिक हिज्जे पठाउन भनेको छ। यसैगरी आगामी फागुन 21 गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ 15 जिल्लामा मतपत्र छपाई काम सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म कुल 15 जिल्लाको 18 निर्वाचन क्षेत्रको मतपत्र छपाईको काम सम्पन्न भएको छ। मतपत्र छपाईको काम जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा जारी छ। डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, सल्यान, जाजरकोटको प्रत्यक्षतर्फको मतपत्र छपाईको काम सम्पन्न भएको छ। त्यसैगरी दैलेख निर्वाचन क्षेत्र नम्बर 1 र 2, सुर्खेतको 1 र 2, रुकुम पश्चिम, बाजुरा र आछामको क्षेत्र नम्बर 1 र 2, कैलाली क्षेत्र नम्बर 1, झापा क्षेत्र नम्बर 5 र सुनसरीको क्षेत्र नम्बर 1 प्रत्यक्षतर्फको मतपत्र छपाईको काम सम्पन्न भएको छ। नमुना मतपत्र
तर्फ 10,18,200 छपाई सम्पन्न भएको निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जनाएको छ। समानुपातिक तर्फको 2,08,30,00,000 मतपत्र छपाई सम्पन्न भइसकेको छ। यसैगरी नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले विगतमा आफू निर्वाचित हुँदै आएको काठमाडौँ 4 मा शनिबार आयोजित निर्वाचन परिचालन समितिको कार्यक्रममा थापाले स्टन्ट, जादु वा नाटक चटक गरेर प्रणालीमा सुधार नहुने बताएका छन्। हाम्रा सार्वजनिक संस्था निकायबाट हुने कारोबारमा कुनै पनि आर्थिक लेनदेन नहोस् भन्ने कुरा हामी सबैले चाहेका छौँ र थापाले भने, तर यसको निम्ति म जादु गर्छु, चटक गर्छु, झन्डा बोकेर जान्छु, म स्टन्ट देखाउँछु भनेर हुँदैन। सिस्टम बनाउनु पर्दछ। उनले ठिक कानुन बनाएर प्रक्रियामा गएपछि मात्र प्रणालीमा सुधार हुने तर्क गरे। काङ्ग्रेस सिस्टम बनाउने कुरामा विश्वास गर्दछ, प्रक्रियाहरू बनाउने कुरामा विश्वास गर्दछ। उनले भने, हामी यहाँबाट परिणाम दिन चाहन्छौँ। सबै ठाउँ, चाहे विश्वविद्यालयमा भागभण्डा गरेर होस्, चाहे संवैधानिक निकायमा भागभण्डा गरेर होस्, चाहे निजामती कर्मचारीको रणनीतिकरण गरेर होस्, हामी सबै कुरामा बन्द गर्छौँ। यो काङ्ग्रेसको सङ्कल्प भयो। ले मतदाता समक्ष काङ्ग्रेस नै सबैभन्दा नयाँ दल भएको सन्देश दिएर निर्वाचनमा जान पनि कार्यकर्तालाई अपिल गरेका छन्। भर्खरै विशेष महाधिवेशनबाट बदलिएर आएको काङ्ग्रेस नै नयाँ दल हो। उनले भने, तपाईहरू घर घर गएर भन्दै गर्दा यही कसैले भन्छ म यस पटक पुरानो पार्टीलाई भोट दिन्न, नयाँ पार्टीलाई भोट दिन्छु। एकछिन अडिएर जवाफ दिनुहोस्, पुरानो र नयाँको परिभाषा के हो? पुरानो र नयाँ बीचको भेद के हो? तपाईहरू यहाँ अडिएर प्रश्न गर्नुहोला। उनले नयाँ नै खोजेको भए काङ्ग्रेस नै नयाँ भएको सन्देश दिन पनि कार्यकर्तालाई आग्रह गरे। फागुन 6 गते भन्दा अघि अधिवेशन गरेर आफू नेतृत्वमा आएका काङ्ग्रेस नै नेपालको सबैभन्दा नयाँ पार्टी हो। यो कुरा मतदाता समक्ष लैजानुपर्छ, थापाले भने।